फेरि पनि तपाईँहरूलाई जय मसीह अनि तपाईँहरूको माझमा फेरि पनि म आएको छु। अनि मैले हिजो भर्खरै एउटा स्टोरी सुनेको थिएँ। त्यो चाहिँ कोरियन स्टोरी रहेको छ। अनि त्यो कोरियन स्टोरी हिजो मैले चर्चमा मेरो पास्टरले देखाउँदै गर्दाखेरि चाहिँ मैले त्यो हेर्दै गरेको थिएँ। अनि तपाईँहरूलाई पनि म अहिले सुनाउँछु। त्यसमा चाहिँ दुईवटा छोरा चाहिँ एउटा आमा बुवाको थियो। अनि आमा बुवा चाहिँ आफ्नो दुईवटा छोरालाई चाहिँ घरमा राखेर चाहिँ केही सामान किन्नलाई चाहिँ अनि बाहिर बजारमा जानुभएको थियो। अनि उहाँहरू त्यहाँ जानुभएको थियो। अनि त्यहाँबाट चाहिँ घर फर्किँदै गर्दाखेरि चाहिँ उसले आफ्नो आमाले चाहिँ आफ्नो छोरालाई चाहिँ फोन गरेर चाहिँ बाबु हामी चाहिँ आउँदैछौँ, तिमीहरू चाहिँ बसिराख है भनेर भन्नुभयो। अनि त्यसपछि त्यो फोन गरेको केही समयपछि चाहिँ अनि उनीहरू गाडीमा जाँदै गर्दाखेरि चाहिँ एउटा ट्रकले अनि उनीहरूलाई चाहिँ कारमा ठोकेको हामी पाउँछौँ। अनि त्यहाँ त्यो कारलाई चाहिँ ट्रकले ठोकेपछि चाहिँ अनि त्यो कारमा भएको उसको त्यो दुईवटा छोराको आमा बुवा चाहिँ अनि मृत्यु भएको हामी पाउँछौँ। अनि जब उनीहरूको चाहिँ मृत्यु भएपछि चाहिँ अनि जेठो छोरा जो चाहिँ अलिकति हुर्किसकेको थियो, अनि त्यो जेठो छोराले चाहिँ अब मेरो जीवनमा चाहिँ जिम्मेवारी थपेको छ, अनि मेरो चाहिँ आमा बुवा हुनुहुन्न, मैले चाहिँ आफ्नो भाइलाई पाल्नुपर्छ भनेर चाहिँ उसले दिनरात मेहनत गरेर चाहिँ आफ्नो भाइलाई चाहिँ पढाइ लेखाइ गराएर चाहिँ उसले हुर्काएको छ। अनि हुर्काएपछि चाहिँ अनि एक दिन चाहिँ काम गर्दै गर्दाखेरि चाहिँ एउटा काम गर्ने भन्दा अलिकति टाढा चाहिँ उसले एउटा मण्डली देखेको छ। अनि त्यहाँ मण्डलीमा गएर चाहिँ ऊ प्रार्थना गर्ने उनीहरूले त्यहाँ जाँदै गर्दाखेरि चाहिँ मानिसहरूले प्रार्थना गरेको अनि मानिसहरूले गीतहरू गाएको उसले देखेछ। अनि त्यो गर्दै गर्दाखेरि चाहिँ उसको मनमा चाहिँ एउटा परमेश्वरले चाहिँ हृदय हालिदिनु भएको छ। अनि त्यो चाहिँ जाने हृदय चाहिँ उसको जीवनमा चाहिँ हालिदिनु भएको छ। अनि ऊ त्यस ठाउँमा गएपछि चाहिँ अनि उसले त्यो दिन परमेश्वरमा विश्वास गर्दै बाइबल पढ्दै गरेछ। अनि आफ्नो भाइलाई पनि सिकाउँदै गर्दाखेरि चाहिँ आफ्नो भाइ चाहिँ पढाइको कारणले गर्दा म भ्याउँदिनँ भन्दै अनि टाढा टाढा भागेछ। अनि त्यो भए तापनि उसले चाहिँ आफ्नो भाइलाई चाहिँ निरन्तर प्रार्थनामा चाहिँ सम्झिरहेको थियो। मेरो भाइ चाहिँ परमेश्वरमा आउन सकेको होस्, परमेश्वरलाई चाहिँ चिन्न सकेको होस् भनेर चाहिँ उसले निरन्तर प्रार्थना गर्नुभएको थियो। अनि एक दिनको कुरा हो, अनि भाइ चाहिँ एकदमै खराबी मानिसहरूसँग चाहिँ सङ्गत लागेछ। अनि त्यो खराबी सङ्गत लागिसकेपछि चाहिँ उसले गाँजा खाने, चुरोट खाने, रक्सी खाने गरेछ। अनि त्यो देख्दै गर्दाखेरि दाइलाई पनि निराश लागेछ। बाबु यस्तो खानुहुन्न, किनकि बाइबलमा चाहिँ यस्तो खानुहुन्न भनेर लेखिएको छ भनेर भन्दै गर्दाखेरि पनि ऊ त्यही झगडा गरेर म खान्छु, मेरो सङ्गत जस्तो भए पनि तपाईँले किन चासो भन्दै उसले फर्काएछ। अनि तर पनि उसको दाइले चाहिँ उसलाई केही नभनिकन नहप्काइकन चाहिँ उसले माया गरेर चाहिँ हुन्छ बाबु भनेर भनेछ। अनि उसले चाहिँ फेरि गएर राति अनि प्रार्थना गरेछ ठुलो दाइले, यस्तो यस्तो भएको छ प्रभु, अनि उसलाई चाहिँ पूर्ण रूपमा चाहिँ परिवर्तन गराइदिनुहोस् भनेर चाहिँ उसले प्रार्थनाहरू गरेछ। अनि समय बित्दै गर्दाखेरि चाहिँ एक दिन भाइ चाहिँ रक्सीहरू खाएको कारणले गर्दा चाहिँ झगडामा अनि एउटा मानिसको मृत्यु गरेछ। अनि ऊ घर आएछ मृत्यु गरेर। अनि ढोका ढकढका गर्दाखेरि चाहिँ दाइले ढोका खोलेछ। अनि भाइको हातमा देखेछ एउटा चक्कु, अनि उसको शरीरैभरि त्यो लुगाइभरि चाहिँ शरीरमा लुगाइभरि चाहिँ रगत थियो। अनि त्यो दाइले सोधेछ भाइ के भयो, किन रगतै छ तिम्रो कपडाभरि भन्दाखेरि चाहिँ ऊ रुँदै अनि कराउँदै उसले भनेछ कि दाइ मैले चाहिँ आज एउटा व्यक्तिको चाहिँ हत्या गरेछु, अनि मलाई चाहिँ एकदमै नराम्रो लागिरहेको छ, मलाई त्यो पुलिसले लखेट्दै आएको छ, अनि मलाई चाहिँ अब जेलमा लान्छ होला, मलाई एकदमै डर लागेको छ भनेछ। अनि त्यो ठुलो दाइले चाहिँ अनि भाइलाई एकदमै माया गर्ने भएको कारणले गर्दा चाहिँ अनि ऊ चाहिँ आफ्नो भाइलाई चाहिँ भाइ तिम्रो वस्त्रहरू निकालेर राख, अनि तिमी चाहिँ दराजमा गएर लुकेर बस, अनि कसैले आवाज निकाले तापनि तिमी चाहिँ बाहिर ननिस्क, केही भए तापनि बाहिर ननिस्क भनेर भनेछ। अनि उसलाई चाहिँ त्यो दराजमा लुकाएर चाहिँ अनि दाइले त्यो जुन भाइले लगाएको वस्त्र छ अनि त्यो चाहिँ उसले लगाएको छ। अनि उसले लगाइसकेपछि चाहिँ अनि त्यहाँ पुलिस आउँदछ। अनि पुलिस आइसकेपछि चाहिँ उसलाई समातेर तैँले किन हत्या गरेको भनेर उसलाई लिएर गएछ। अनि उसलाई लिएर गइसकेपछि चाहिँ जेलमा सोध्दै गर्दाखेरि दाइले भनिसके
मैले त्यो व्यक्तिको हत्या गरेको हो, म चाहिँ एउटा हत्यारा हुँ भन्दै उसले भनेछ। अरू केही पनि नभनिकन म चाहिँ हत्यारा हुँ, मलाई सजाय दिनुहोस् भनेर भनेछ। अनि उता चाहिँ भाइ चाहिँ रोँदैछ, मेरो दाइले मैले गरेको गल्ती, मैले गरेको पाप चाहिँ भोग्दै हुनुहुन्छ भनेर भनेछ। अनि त्यसपछि दाइले चाहिँ मलाई चाहिँ फाँसी दिन पनि म तयार छु, मलाई चाहिँ फाँसी दिनुहोस् भनेर भनेछ। अनि अदालतले निर्णय गरेछ उसले चाहिँ साँच्ची नै गल्ती गरेको रहेछ भनेर चाहिँ अदालत चाहिँ रिसाएर चाहिँ यसलाई फाँसी दे भनेर चाहिँ अनि पुलिसहरूलाई अनि त्यहाँका मानिसहरूलाई चाहिँ आदेश दिनुभएछ। अनि त्यसपछि भोलिपल्ट चाहिँ अनि उसलाई चाहिँ त्यहाँ फाँसी दिएको हामी पाउँदछौँ। अनि त्यो व्यक्ति जो चाहिँ भाइ थियो अनि ऊ चाहिँ भन्दैछ कि मेरो दाइले गर्दाखेरि चाहिँ मेरो कारणले गर्दाखेरि चाहिँ मेरो दाइले चाहिँ मेरो निम्ति फाँसी भोग्नुभयो अनि फाँसी लिनुभयो अनि मेरो पापको कारण चाहिँ उहाँ मर्नुभयो भनेर भनेछ। अनि म चाहिँ अब उहाँको वस्त्र जुन उहाँले लाउनुहुने कपडा, चर्च जाँदाखेरि लाउनुहुने कपडा छ, म चाहिँ त्यो लाएर अब दाइ जस्तै भएर चाहिँ म जिउँछु भनेर भनेछ। अनि ऊ चाहिँ निरन्तर प्रार्थना गर्ने अनि ऊ चाहिँ मण्डली जान थालेछ। अनि उसले त्यहाँ मानिसहरू देखेछ अनि सबै कुराहरू देखेर चाहिँ उसले विश्वास गरेछ। अनि समय बित्दै गर्दाखेरि चाहिँ ऊ आराधना गर्ने अनि परमेश्वरलाई आराधना गर्ने व्यक्ति भएछ। अनि उनीहरूले चाहिँ क्वायर टिममा बसेर चाहिँ गिटारहरू बजाउँदै आराधना गर्ने भएछ। अनि एक दिन चाहिँ एउटा मानिसले सोधेछ, तिम्रो दाइले जस्तै आराधना गर्ने भएछौ भनेर भन्दै गर्दाखेरि चाहिँ उसको आँखाबाट चाहिँ एकदमै आँसु आएर चाहिँ उसले मनमा सोचेछ मेरो कारणले गर्दा चाहिँ मेरो दाइले भोग्नु परेछ। मैले पहिल्यैदेखि चाहिँ परमेश्वरमा भएर जिएको भए चाहिँ मलाई साँच्ची नै अहिले मेरो दाइले चाहिँ त्यो मेरो पापको कारण चाहिँ मर्नु हुन्न थियो भनेर भनेछ। अनि ऊ चाहिँ निरन्तर त्यही दाइको वस्त्र लगाएर अनि प्रार्थना गर्ने अनि गरेछ। अनि एक दिन फेरि उसँग जुन पहिला खाने साथीहरू थियो, रक्सीहरू खाने, अनि त्यो साथीहरू चाहिँ आएर त दाइको कपडा लगाएर बसेको रहेछस्, त अब यो कपडाहरू खोल्दे, अब राम्रो कपडा लगा, अनि फेरि हामी खान जाउँ, रक्सीहरू खान जाउँ भनेर भनेछ। अनि त्यो समयमा चाहिँ उसले चाहिँ त्यसलाई इन्कार गरेर चाहिँ म यस्तो बाटो हिँड्दिनँ, किनकि म चाहिँ दाइको वस्त्र लगाएको छु। यो दाइको वस्त्रले चाहिँ के जनाउँदछ भने यस्तो रक्सीहरू चाहिँ नखाऊ भनेर जनाउँछ, त्यसै कारणले म खाँदिनँ, तिमीहरू पनि मसँग नहिँड, यस्तो सङ्गत गर्ने भयो भनेर भनेछ। अनि ऊ चाहिँ हरेक निरन्तर प्रार्थना गर्ने, परमेश्वरलाई धन्यवाद दिने व्यक्ति भएछ। अनि ऊ चाहिँ त्यस्तै भएको कारणले गर्दा ऊ चाहिँ अनि हर समयमा मण्डलीमा जाने हुने गरेछ। अनि यो स्टोरीद्वारा चाहिँ म तपाईँहरूलाई यो कथाद्वारा चाहिँ तपाईँहरूलाई म भन्न चाहन्छु कि हामीहरूको निम्ति पनि परमेश्वर प्रभु यीशु ख्रीष्ट यस संसारमा आउनुभयो, एउटा पुत्र चाहिँ आउनुभयो। अनि हाम्रो निम्ति जुन हामी पापीको निम्ति त्यो पापको वस्त्र छ त्यो चाहिँ उहाँले कल्भरी क्रुसमा अनि टाँगेर चाहिँ भोग्नु भएको छ, हाम्रो पापको वस्त्र लिएर जानुभएको छ। त्यसै कारणले गर्दा हामीलाई चाहिँ उहाँको धर्मीको वस्त्र त्यो हामीलाई दिनुभएको छ। अनि त्यो चाहिँ हामीले अहिले पाइरहेका छौँ। र हाम्रो कारणले गर्दा चाहिँ हामीले बुझ्नुपर्दछ कि हाम्रो कारणले गर्दा हाम्रो पापको वस्त्र चाहिँ प्रभु यीशु ख्रीष्टले भोग्नुभयो, जो चाहिँ धर्मी व्यक्ति हुनुहुन्थ्यो, जो चाहिँ पाप रहित हुनुहुन्थ्यो, जो चाहिँ एकदमै 0% पाप भएको व्यक्ति। अनि हाम्रो निम्ति चाहिँ हामी सबै संसारका व्यक्तिहरूको निम्ति मर्नु भएको थियो। त्यसै कारणले गर्दा हामीले बुझ्नुपर्दछ कि हाम्रो पापको वस्त्र चाहिँ प्रभु यीशु ख्रीष्टले आजभन्दा 2026 अगाडि 2083 अगाडि उहाँले कल्भरी क्रुसमा भोग्नुभयो। अनि हामी चाहिँ उहाँ भोग्दै गर्नु हुँदाखेरि चाहिँ हामीले चाहिँ उहाँको धार्मिक वस्त्रहरू चाहिँ हामीले पाइरहेका छौँ। त्यसै कारणले गर्दा आज हामी स्वतन्त्र भएर हामीले परमेश्वरलाई आराधना गरेका छौँ। अनि हामीलाई थाहा छ आज पनि प्रभु यीशु ख्रीष्ट गाडिनु भएको दिन हो। अनि भोलिको दिन चाहिँ इस्टर सन्डे, जो चाहिँ प्रभु यीशु ख्रीष्ट पूर्ण उत्थान हुनुभएको दिन, जो चाहिँ मानिस जातिको निम्ति एउटा स्वर्ग जाने बाटो देखाउनको निम्ति उहाँ बौडी उठ्नु भएको दिन। अनि हामी त्यसलाई चाहिँ इस्टर सन्डे भनेर मनाउने गर्छौँ। अनि हामी चाहिँ साँच्ची नै हामी चाहिँ पापको वस्त्र चाहिँ
हामीले आजभन्दा 2026 वर्ष अगाडि नै निकालिसकेका छौँ। त्यसै कारणले गर्दा हामी चाहिँ परमेश्वरको धार्मिक वस्त्र पहिरेका व्यक्तिहरू हौँ। त्यसै कारणले हामी चाहिँ त्यो संसारका हरेक पाप या थोकहरूलाई चाहिँ हामीले निकाल्नु पर्दछ र धार्मिक वस्त्र चाहिँ निरन्तर पहिरनु पर्दछ, किनकि हामी धार्मिक वस्त्र पहिरेको व्यक्तिहरू हौँ। त्यसै कारणले गर्दा धार्मिक वस्त्र पहिरिसकेपछि चाहिँ हामीले पापको बाटो चाहिँ हामी लाग्नु हुँदैन, कि हामी चाहिँ परमेश्वरको योजनाअनुसार, परमेश्वरको विचारअनुसार, इच्छाअनुसार र परमेश्वरको आराधना गर्ने व्यक्ति हामी हुनुपर्दछ। हुन्छ, यो वचनद्वारा, यो कथाद्वारा चाहिँ तपाईँहरू सबैजनालाई परमेश्वर बुवाले आशिष दिनुभएको होस्। यसलाई तपाईँहरूले सुनिदिनु होला अनि यसलाई मनन गर्नु होला कि तपाईँहरूले बुझ्न सक्नुहुन्छ। हुन्छ, सबैलाई जय मसीह। यो शरीर तिम्रै मन्दिर हो, यो मन्दिरमा बास गर्नुहोस्, गुन्जियो आराधना